Hi everyone, welcome back to my YouTube channel again. अनि आज चाहिँ हामी यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ म चाहिँ यहाँ म्याग्दी गुरुङ तातोपानीमा आएको छु। आएको चाहिँ मेरो सानो कामले गर्दा हो नि धेरै पनि बस्दैन, 1-2 दिन मात्र बस्ने हो। अनि आज चाहिँ वैशाखको 1 गते ह्यापी न्यू इयर सबैजनालाई। हेलो मामा, के छ हाल खबर? Fine, very nice. Very nice. वैशाखको आज 1 गते मेरो भ्लगमा आउनु भएन, केही भन्दिनु ल। के हो नि चिया खाने भयो नि गोठाला कुखुरा गोठाला? त्यो त बियर जस्तो पो छ त। त्यो त बियर जस्तो पो छ त। यहाँ कुखुरा फार्म छ 135 वटा, कुखुरामा जो चारो पनि गर्न आएको दाना पानी। ए ल ल हुन्छ। ओके, थ्यांक यू। सम्झिनुभयो धन्यवाद। वेलकम। थ्यांक यू सो मच। ल वेलकम। मामाहरुको त्यो कुखुरा फार्म छ अनि तातोपानीमा आउनु भयो भने उहाँले सम्पर्क गर्नु होला। त्यही हो। आज चाहिँ हामी हल्का वाकको लागि मात्रै जान लागेको। आउने तिमीसँग कुरा गरौँ के छ त नि हाल खबर? ए के गरेको त्यस्तो? त्यसको मिनिङ होला नि है? के हो नि त्यसको मिनिङ? के रे जोन्सिना बन्ने हो भोलि पर्सि? यता फर्केर ल त्यस्तै गरिदिउँ न फेरि। धेरै मान्छेहरू आउँछ नि त, यताको चाहिँ पपुलर ठाउँ हो नि त यो चाहिँ। यहाँ चाहिँ यस्तो रहेछ, यो पानी पियो भने चाहिँ ग्यास्ट्रिक चाहिँ सन्चो हुन्छ अरे। पछाडि ओढेको कि यस्तो जाडो भएर। चियर्स पाउडरको पानी। नचरा यहाँ आऊ न, यहाँ आउनु कुरा गरौँ। हजुरको शुभ नाम के होला? किन नभन्नु नि? किन यस्तो खै यस्तो गरेर देख्छु कि? ए खतरा देखेको है, म्याचिङ के है? अल्टम ए बाई गरिदियो भाइ। तिमीलाई यहाँ हाइकिङ आएर कस्तो लागिरहेछ? मजा आछ? अनि मजा आएको फेरि त त्यस्तो होइन नि। बाई गरिदियो ल बाई। सी यू भन न। सी यू टाटा बाई। वाइल्ड फ्रुट बेड टाइम हामीले चाहिँ कति मान्छेहरूले चाहिँ देख्नु पनि भएको छैन होला, कतिले खाइसक्नु भएको छ होला। अनि यहाँ छ, इट लुक्स लाइक दिस। औ यहाँ ल नुङ्गाइदिन्छ, औ टिपला। अब उसले टिप्दैछ यहाँ। ए केयरफुल टिप्छ नि। ला लास्टिङ कोप्यो सन्चो हुन्छ। टिप्दैछ साउनी मैयाले। चोर चाहिँ नभन्नु होला, यो खेतको दाताले देख्नु भयो नि। अनि यो चाहिँ यस्तो देखिन्छ कि पिचिक्क पार्दैन, मिठो हुन्छ तर। अब त्यो चाहिँ बुटा अनुसार नि हुन्छ, कुनै गुलियो हुन्छ कुनै अमिलो हुन्छ। यो चाहिँ अमिलोवाला परेछ। यो सिजनको फर्स्ट कोनपेन भन्छौँ है हामीले। तपाईँले के भन्नुहुन्छ? धन्दै
यो ठाउँमा रेस्ट गरिसक्यौँ कस्तो लागिरहेछ हजुरलाई मजा खै देखिएन त यहाँ फेसमा त मजा लाग्यो खै मोजा नि लागेन खै मोजा तपाईँलाई कस्तो लाग्छ मलाई रमाइलो लाग्छ हाम्रो तर यो हाइकिङै भयो यार तर जे जस्तो भयो नि अनप्लान्ड भयो नि त हामी चाहिँ यत्तिकै उतातिर यत्तिकै घुम्ने भनेर निस्केको यहाँ अनि तातो पानीबाट नार्चिङ आयौँ कति 45 मिनट कि 1 घन्टा जति त हिँड्यो मलाई अनि लुक एट दिस भ्यू यहाँ चाहिँ ठ्याक्क बादलहरू भएर होला त्यो राम्रोसँग नदेखेको तर बादल हटेको चाहिँ दामी देखिन्थ्यो होला ल गाइज हल्का रेस्ट पनि गरियो अब चाहिँ हामी जान्छौँ तातो पानीतिर कस्तो दामी देखेको हो अब चाहिँ खाजा खान पर्ने हुन्छ उता गएर अनि